खाना खाने बित्तिकै यी तीनटा गल्तीहरू गर्नु भएमा तपाईको स्वास्थ्यमा ठूलो हानि पुग्नेछ। यदि यो गल्तीलाई तपाईले बारम्बार दोहोर्याउनु भयो भनेदेखिलाई तपाईको ज्यानसम्म पनि जाने सम्भावना छ। भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु होला। पहिलो गल्ती, तपाईले खाना खाने बित्तिकै बिडी या सिगरेट पिउनाले तपाईको मुटु सम्बन्धित बिमार हुने धेरै सम्भावना देखिन्छ। साथसाथै यसले क्यान्सर जस्ता रोगले पनि ग्रस्त हुने सम्भावना देखिने गर्दछ। यसर्थ खाना खाने बित्तिकै तपाईले सिगरेट या बिडी नपिउनुहोस्। दोस्रो गल्ती, तपाई खाना खाने बित्तिकै सुत्नु भएमा तपाईलाई मोटापा, डायबिटिस र छाती फुल्ने रोगको तपाई शिकार हुन सक्नुहुनेछ। तेस्रो गल्ती, खाना खाने बित्तिकै तपाईले चिया या कफी नपिउनुहोस्। किनभनेदेखिलाई चिया र कफीमा क्याफिनको मात्रा बेसी भएको कारणले गर्दाखेरि त्यसले तपाईको